Hello everyone, welcome to my blog. I hope सबैजना सन्चै हुनुहुन्छ होला. म पनि एकदम सन्चै छु. Today I am visiting Osaka Castle, one of the most famous place in Japan. Let's explore together. घुम्न जाने भनेर होला बिहान छिटो उठेर नुहाइधुवाइ गरेर घामसाम तापियो. घामसाम तापिसकेपछि खानासाना खाएर लागे म रेडी हुन. रेडी भइसकेपछि लागे म गएकोतिर. यो सबै आऊ भलकमा भाइरल भएपछि सबै गएकोबाट लाग्यौँ हामी स्टेसनतिर. स्टेसन पुगिसकेपछि ट्रेनमा सबैजना चढ्यौँ. ट्रेन चढिसकेपछि 20-25 मिनटमा पुग्यो. उहाँ चाहिँ हाम्रो सेन्से हो. सेन्से भनेको त लजाउनु भयो सेन्से चाहिँ. त्यसपछि हिँड्यो हामी भित्रतिर. अनि बहिनीहरू भेटेर तपाईँ कता हराएको दाइ, सँगै आएको मान्छे हराउने भनेर मलाई पिट्दै थिए. ब्लग हो हुन्छ गाइस, तामाङको ब्लगमा हाँसो मजा गर्दै कुराकानी गर्दै पुग्यौँ हामी सबै ओसाका क्यास्टल. यो क्यास्टल करिब 400 वर्ष पहिले प्रसिद्ध जापानी शासक तोयोतोमी हिदेयोसीले बनाएका थिए. यो जापानको इतिहासमा धेरै महत्त्वपूर्ण ठाउँ हो. क्यास्टलको भित्र एउटा म्युजियम पनि छ. त्यहाँ जापानको इतिहासको, सामुराई सांस्कृतिक र तोयोतोमी हिदेयोसीको जीवनबारे जानकारी पनि व्याख्या गरेको छ. From the top of the castle, you can see a beautiful view of Osaka city. The view is amazing and perfect for photo and videos. भ्यू पनि खतरा छ. अब भ्यू भन्दा नि मान्छे पनि हामी खतरा छ. टपको भ्यू चाहिँ फोटो र भिडियो भन्दा पनि हेर्दा चाहिँ एकदम सुन्दर थियो. फोटो भिडियो खिचिसकेपछि लाग्यो हामी सिधै तलतिर. तल झरिसकेपछि एकछिन फोटो भिडियो खिचिसकेपछि मेरो फोटो हेर्न चाहनुहुन्छ भने इन्स्टाग्राममा पनि चेकआउट गर्न सक्नुहुन्छ. फर्किनु पर्यो. खाइरु अब फर्किनु पालो ल है. अब फर्किँदै हामी ल है. यो घर फर्किँदा यता ट्राफिक लाइट रातो भइसक्यो. सबै छिटो कुदिरहेको थिएँ. छिटो कुदिसकेपछि त्यसपछि पुग्यौँ हामी स्टेसनमा चढ्यौँ हामी. ट्रेन चढिसकेपछि लाग्यौँ हामी ट्रेनमा बस्यौँ. ट्रेनमा बसिसके पुग्यौँ हामी. त्यसपछि सबैलाई सोधिए आजको घुमघाम कस्तो भयो भने सबैले ठिकै भयो भने. I really enjoy visiting Osaka Castle today. If you visit Osaka, you should definitely come here. Thank you for watching my vlog. See you in next video. Bye bye.